सूर्य देवता पश्चिमतर्फ बास बसिसके। हाम्रो पनि बास बस्ने ठाउँ अगाडिपट्टि आउनै लाग्यो। जेफाले बिहिबारे बजार। हामी जेफाले आइपुगेको छौँ। यो जेफाले मोरङ जिल्लाको उच्च स्थानमा रहेको केराबारी गाउँपालिकाको एउटा पर्यटकीय स्थल हो, जुन चाहिँ मोरङ जिल्ला र धनकुटा जिल्लाको बोर्डरमा पर्दछ। एकदमै रमाइलो स्थान छ। पछाडि जेफाले लेखिएको छ। हामीलाई स्वागत गरिसक्यो। चिसो मौसम छ, एकदम उच्च स्थानमा रहेको। हौ साथी हो, चढिहालेको माथि। चढे केटाहरू माथि टावरमा। यहाँबाट यसरी भित्र पसेर सिँढीबाट माथि यहाँनिर आइपुग्यो है। यसरी यता पूर्वपट्टि यसो छ, कस्तो मजाले आउँदैछ घाम। दाइ यस्तो मजाले रातो निक्लिँदैछ परबाट, घाम झुल्किने यतैबाट हो। अब मेरो देशको परिवेशको हिमाल पहाड तराई मधेसको दक्षिणपट्टि मोरङ, उत्तरपट्टि धनकुटा। दुई जिल्लाको सङ्गममा 1925 मिटर उचाइ लिएर चारैतिर सुन्दरता छरिरहने टाकुरो जेफाले। दक्षिणमा भारतसम्मको नजारा देखिने, उत्तरमा सगरमाथा, कञ्चनजङ्घा र मकालु तिनै हिमाललाई निहाल्न सकिने यस जेफाले डाँडाबाट देखिने सूर्योदय र सूर्यास्त मध्ये सूर्योदयको पर्खाइमा छौँ हामी। उत्तरपट्टि देखिएको कुम्भकर्णमा र कञ्चनजङ्घाको यता दाहिनेपट्टि अलिकति घाम लाग्यो है।